जय मसीह मेरा प्रिय दर्शकवृन्द, तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, परम प्रभुको शान्ति र माया तपाईँमा रहोस्। आज म तपाईँहरूलाई सम्झाउन चाहन्छु, जीवनका हरेक समस्याभित्र आशाको किरण लुकेको हुन्छ, यानि कि समस्यासँगै समाधान पनि जन्मिएको हुन्छ। मानव जीवनमा समस्या अनिवार्य छन्। जबसम्म हामी जीवित छौँ तबसम्म चुनौतीहरू आइरहन्छन्, तर यिनै समस्याभित्र एक रहस्य लुकेको हुन्छ। त्यो हो समाधान पनि समस्यासँगै जन्मिएको हुन्छ भनेर बुझ्नु। पवित्र बाइबल याकुब 1 अध्यायको 4 पदमा लेखिएको छ, धैर्यले काम पुरा गर्दा तिमीहरू सिद्ध र भरिपूर्ण हुनेछौ र केही कमी हुने छैनन्। प्राय हामी समस्या देख्दा डराउँछौँ, निराश हुन्छौँ र पछि हट्न खोज्छौँ। तर यदि गहिराइमा गएर हेऱ्यौँ भने समस्या केवल एउटा सतह हो, त्यसको भित्री कतै समाधानको झिल्को चम्किरहेको हुन्छ। बाइबलमा त्यस्तो जीवनको ज्वलन्त उदाहरण अयुब हुन्। धनी, धर्मी र परमेश्वरप्रति निष्ठावान अयुबले जीवनमा अचानक सबै गुमाए। उनको सम्पत्ति, उनका छोराछोरी, उनको स्वास्थ्य सबै एकपछि अर्को गर्दै हरायो। शरीरभरि घाउ भरियो, साथीहरूले समेत छाडे, तर अयुबले आफ्नो विश्वास गुमाएनन्। अयुब 1 अध्यायको 21 पदमा उनले भनेको छन्, प्रभुले दिनुभयो, प्रभुले लिनुभयो, प्रभुको नाम धन्य होस्। अयुबलाई लागिरहेको थियो जीवनको सबै बाटो बन्द भइसके, तर उनी निराश भएनन्। बरु परमेश्वरमा भरोसा राखेर धैर्यपूर्वक सहन गरे। अन्ततः परमप्रभुले उनको जीवनमा फेरि नयाँ उज्यालो ल्याउनुभयो। उनले पहिलेको भन्दा दोब्बर आशीर्वाद पाए। हुन त हरेक कुराले एउटा शिक्षा सिकाएको हुन्छ। जस्तो कसैको जीवनमा गरिबी समस्या हो भने त्यही गरिबीले उसलाई मेहनत गर्ने प्रेरणा दिन सक्छ। कसैको लागि रोग समस्या हो भने त्यही रोगले उसलाई जीवनको महत्त्व बुझ्न सिकाउँछ। कसैको लागि असफलता समस्या हो भने त्यही असफलताले उसलाई अझ मजबुत बनाउँछ। जीवनलाई खोलासँग तुलना गर्न सक्छौँ। आखिरी खोला जस्तै जीवन पनि कहिल्यै थामिँदैन। बाटो बन्द भए पनि अर्को बाटो बनाउँछ। जसरी नदीले पहाड अगाडि आए पनि उसलाई थिचोलेर अघि बढ्छ, त्यसरी नै जीवनलाई समस्याले रोक्दैन, बरु त्यही समस्यासँग जुझ्न थाल्छ। त्यसैले समस्या जीवनको रोकावट होइन, जीवनलाई निखार्ने एउटा प्रक्रिया हो। तपाईँलाई दुःख दिइरहेको जुनसुकै समस्या किन नहोस्, जीवनको दुःख, कष्ट वा समस्या दुश्मन होइनन्, बरु तपाईँको जीवनका शिक्षक हुन्। हामीलाई तोड्न होइन, बनाउन आएका हुन्। समस्या देखिँदा किन मलाई मात्र भनेर गुनासो गर्नुभन्दा अब म यसलाई कसरी समाधान गर्ने भनेर सोच्नु नै बुद्धिमानी हो। हरेक चुनौतीले नयाँ बाटो देखाउँछ, धैर्य सिकाउँछ र आत्मबल बढाउँछ। पवित्र बाइबल रोमी 5 अध्यायको 3 पददेखि 4 पदसम्ममा लेखिएको छ, हामी दुःख कष्टमा पनि आनन्द मान्छौँ, किनभने हामीलाई थाहा छ दुःखले धैर्यता उत्पादन गर्छ, धैर्यले चरित्र र चरित्रले आशा जन्माउँछ। त्यसैले समस्या देख्दा डराउने होइन, त्यसलाई अवसरको ढोका ठानेर अघि बढ्ने हो। तपाईँ हामीले आँधी चलिरहेको समयमा रुखलाई हेर्ने हो भने रुखलाई उजाड्न खोज्छ, धेरै दुःख र कष्टमा परेको देखिन्छ। हामी त्यहाँ आँधीले रुखलाई कमजोर बनाएको देख्छौँ, तर वास्तवमा भित्रभित्रै आँधीले रुखलाई अझ जरासहित मजबुत बनाउँछ। त्यसै गरी जीवनका समस्याले पनि हामीलाई कमजोर बनाएको देख्छौँ, तर त्योसँग सङ्घर्ष गर्दा गर्दै तपाईँ अझ बलियो बन्नुभएको पनि पत्तै हुँदैन, किनकि हरेक समस्याको समाधान त्यसकै भित्र लुकेको हुन्छ। मित्रहरू, जीवन कहिलेकाहीँ हावा विरुद्धको यात्रा जस्तो लाग्न सक्छ, तर याद राख्नुहोस्, हावा जितेर उड्ने पक्षी नै आकाशमा टाढासम्म पुग्छ। तपाईँ अहिले जुन परिस्थितिबाट गुज्रिरहनु भएको छ
त्यो अन्त्य होइन, नयाँ सुरुवातको तयारी हो। त्यसैले हिम्मत हार्नु हुँदैन, विश्वास राख्नुहोस्। परमेश्वरले तपाईँका आँसुहरू देखिरहनु भएको छ र उहाँले तपाईँका कथा अझ सुन्दर बनाउनुहुनेछ, जुन अहिले तपाईँ बुझ्न सकिरहनु भएको छैन। तपाईँका सबै पीडाहरू कुनै दिन तपाईँको शक्ति बन्नेछन्। त्यस दिन तपाईँ आफ्नै जीवनलाई फर्केर भन्न सक्नुहुनेछ, म टुटेको थिएँ तर परमेश्वरले मलाई फेरि बनाइदिनु भयो। धन्यवाद यो सन्देश अन्त्यसम्म सुन्नुभएकोमा। यदि तपाईँलाई यो बसाइको सन्देश मन परेको छ भने च्यानललाई सब्स्क्राइब, भिडियोलाई लाइक र सेयर गर्न नबिर्सिनुहोला। साथै कमेन्ट्स बक्समा आफ्नो प्रतिक्रिया दिनुहोला। म विक्रम फेरि अर्को सन्देशमा भेटौँला। तबसम्मका लागि परमेश्वरको शान्ति र माया तपाईँहरूमा सदा रहोस्। आमेन।